हेलो, नमस्ते नमस्ते। के छ खबर, सन्चै हुनुहुन्छ? एकदमै ठिक छ। हजुरलाई कस्तो छ? मलाई पनि ठिकै छ। अनि वाह, थ्याङ्क यू सो मच एक्सेप्ट गरिदिनु भयो। एकदम खुसी लाग्यो है। अनि के हो त यार, आज त म धेरै दिनपछि लाइभ आएको, आउँदा बित्तिकै उहाँसँग सिधै भेटघाट छ। के हो है, धन्यवाद छ है, धन्यवाद छ एक्सेप्ट गरिदिनु भयो मेरो। कस्तो आँखै नदेऊ, के भएको मेरो यार, ब्लर भयो के हो, कस्तो यार। ठिकै छ। अनि उहाँ चाहिँ हुनुहुन्छ हाम्रो चिनाउनु नपर्छ, हजुरहरूले चिन्नु भयो होला उहाँलाई है। एन्ड She द क्युटेस्ट डिम्पल, डिम्पल इन द हाउस है। त्यही हो, भाउजू भाउजू दिइरह उता। खुसी लाग्यो एकदम है। मलाई एक्सेप्ट, पनि यस। खुसी टिकटकमा आइरहन्छ नि त, अनि म एकदमै मजा लाग्थ्यो कि हेर्नलाई। हजुर हजुर अनि कहिले कहीँ कतै भेट होला भन्ने चाहिँ लागेको थियो। ठ्याक्क आज त्यही। हजुर, थ्याङ्क यू थ्याङ्क यू। कहाँ बस्नुहुन्छ हजुर चाहिँ? म तिन कुने। यहीँ कोटेश्वर? हजुर ए ठिक छ। ओके, हजुर। म पनि यहीँ बस्छु, बालकुमारी। ए, अनि कहाँ हुनुहुन्थ्यो होइन? घरमा आइसकेँ चाहिँ, घरमा थिएँ। एकदम चेन्ज भइसकेछ। अहिले त आइसकेँ म। यता अब आफ्नै यता रुमतिर छु अहिले चाहिँ, बालकुमारीतिर बस्छु। अनि ठिकै छ यार, वाह यार, सोचेको थिएन अहिले एकैछिनमा सुरुमै यस्तो यस्तो बोल्नु पाइन्छ भनेर, एक्सेप्ट गर्नु थियो। भर्खर उठेको, म सुतिरहेको थिएँ। किन अनि बानी छ? मेरो त त्यस्तै भनौँ न, एकैछिन कतै यसरी पल्टिहाल्यो नि निन्द्रा लागिहाल्छ कि, सुतिहालौँ जस्तो हुन्छ। ए, बानी रहेछ। ओके, एकदम खुसी लाग्यो यार, वाह। ए, मलाई नि एकदम यो कुरा गर्नु। ओके, ल राम्रोसँग बस्छु होला है। टेक केयर।